वा धारा वा हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू आज चाहिँ हामी आमा छोरो जाँदैछौँ धाराहारा हेर्नुहोस् त यहाँ भिडभाड हामीले जस्तो तसो टिकट पनि लियौँ त्यसपछि हामी भित्र छिर्यौँ वाउ हेर्नुहोस् त यहाँ धाराहाराको भ्युज ओ माई गड एकदमै रमाइलो झरर पानीको झरना सहितको तपाईले यहाँबाट इन्ट्री गर्न सक्नुहुन्छ हामी चाहिँ आमा छोरा मजाले रन मैले चाहिँ समय मिलाएर आज हामी आमा छोरो ओ माई गड वाट अ ब्युटिफुल भ्युज हामी आमा छोरो मजाले रमाउँदै धाराहाराको अवलोकन गर्दैछौँ साथीहरू दामी दामी फोटो आयो ल इस्माइल दियो सम्झीहरू हामी छोरो आमा छोरो लुखुर 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 लाएर अब लाग्यो हो धारातर्फ लानुहोस् वा 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 धारा आमा हेर्नु चाहिँ साथीहरू यहाँबाट देख्ने भ्युजहरू तपाईँहरू यसरी देख्न सक्नुहुन्छ मान्छेहरू एकदमै वा 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 धारा वा धाराहारा 236 फिट उचाइमा रहेको यो 20 तले धाराहाराबाट तपाईहरूले एकदमै सुन्दर शान्त अनि रमणीय वातावरण देख्न सक्नुहुन्छ चाहिँ तपाईहरू पनि भरपुर इन्जोय गर्नुहोला पुरै फोटो प्याक छ त आमा के साह्रोले राइट हुनुभयो कसो घर हो त्यो सानो घर कसो घर त्यो सानो थाक्नु भयो यता होला नि यता उ त्यो डाँडा होला उ त्यो परको डाँडा यता जाने हो आमा हामी यो सिधै देखेन सेतो यतापट्टि तिमी घर नयाँ बनाएका संसद भवन यो रहेको छ काठमाडौँ सहर हेर्दा लाग्छ रहर आइ हाय हाय साथीहरू म चाहिँ धाराहारा पुगेर हेर्नुहोस् है यानि कि भरपुर इन्जोय लिँदैछु चारैतर्फबाट रमाइलो रमाइलो भ्युजहरूको अनुभव बटुल्दै एकदमै ह्याप्पी खुसी उमङ्गको साथमा चाहिँ छुट्टीमा एस गर्दैछु कि साथीहरू चाहिँ तपाईँहरू पनि मौकाको समयलाई नछुटाउनु होला यहाँ हेर्नुहोस् एकदमै भिडभाड मान्छेहरू फोटो खिच्नेको लाइन ताती चलिरहेछ के कम्पिटिसन हे तिमीले राम्रो खिच्ने कि मैले राम्रो रे अझ
what a views. Enjoy guys. साथीहरु हामी चाहिँ धरहरामा घुम्दा थाल्यौं त्यसपछि आमा छोरो यता चचक्क लाएर बस्यौं यो रहेको छ हाम्रो पुरानो धरहरा जहाँ इटा र माटोबाट मात्र बनाएको थियो भने यसलाई भूकम्पको असरका कारण यसलाई नयाँमा रूपान्तरण गरियो सो एकदमै राम्रो देखिएको छ पर्यटकीय हिसाबले पनि एकदमै बेस्ट रहेको छ सो एकदमै रमाइलो लाग्यो साथीहरु ए काठमाडौँको नौताले धारा ए पाहे हुन्थ्यो मायाको सारा ए पाहे हुन्थ्यो मायाको सारा ओह मेरो आमाले चाहिँ बुढी बुढी मान्छे भेट भएछ अहिले त यो रहेको छ पुरानो ऐतिहासिक यानी पोखरी यसलाई पनि जतन गरेर राखिएको छ जो हाम्रो पुरानो भनेको पुरानो नै हुन्छ यो रमाइलो सुन्दर शान्त वातावरणसँगै भरपुर रमाउँदै हामी आमा छोरोले मजाले रमाइलो इन्जोय गरियौं तपाईहरु पनि आफ्नो समयलाई सदुपयोग गर्दै यसरी नै खुसी अनि भरपुर आनन्द लिनु होला हामी चाहिँ धरहरा भयो मन भयो हरहरा भइराख्दै जाँदै घुम्यो अब लाग्यो त्यस्तो धरा कति चढ्यो भनौँ न हामी आमा छोरो मजाले दिनभरि घुम्यौं रमाइलो रंगमञ्च हेर्यौं भरपुर खुसी र आनन्द लियौं अब चाहिँ भने हामी आमा छोरो अब घर फर्कने तर्फ लाग्दै छौं साथीहरु यो पानीको छाँगा छिरबिरी सँगै हामी आमा छोरो चाहिँ मस्तले रमाउँदै छौं साथीहरु हाम्रो धरहरा हाम्रो गौरव जय नेपाल जय मेरी प्यारी आमा